ऑल राइट भाइ बहिनीहरु के छ खबर। आजको यो भिडियोमा हामी युनिट 12 को सेकेन्ड पार्ट अर्थात राइटिङ सेक्सन, ग्रामर सेक्सन र स्पिकिङ सेक्सनमा जति पनि एक्सरसाइजहरु छन् ती सबै एक्सरसाइजहरुलाई डिटेलमा हेर्ने छौं। ओके, राइटिङ सँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु यो चाहिँ पेज नम्बर 101 मा छ है त। ओके, यो पेज नम्बर 101 मा रहेको एक्सरसाइज नम्बर ए ले के भन्यो त भन्दाखेरि राइट एन एसे अन इन्डिपेन्डेन्स भर्सेस इन्टरडिपेन्डेन्स इन अबाउट 250 वर्ड्स भनेको छ। ल, इन्डिपेन्डेन्स भर्सेस इन्टरडिपेन्डेन्स भन्ने के रे टपिकमा चाहिँ आवाज चर्को आयो होला, त्यसको लागि सरी। मैले के रे एसे लेखेको छु। एसे पनि यति मात्रै होइन है, त्यहाँ टु बी कन्टिन्युड लेखेको थियो, भाइ बहिनीहरुले हेर्यो होला। बाँकीको एसे चाहिँ यो हो। अल राइट, बाँकीको एसे यो हो। पुरै एसे सार्नु होला, आधा एसे मात्रै नसार्नु होला। अल राइट। ल भाइ बहिनीहरु, मेरो भिडियोले हेल्प गरिरहेछ आफ्नो पढाइमा वा होमवर्कमा भने मेरो भिडियोमा लाइक, कमेन्ट, सब्स्क्राइब अनि शेयर गर्न नबिर्सनु होला। ओके, साथीभाइहरुसँग शेयर गर्नुपर्छ। ओके, आफूले जानेको कुरा अरूलाई पनि सिकाउनु पर्छ। ल, यही राइटिङको एक्सरसाइज नम्बर बी पनि छ, जसले के भन्छ त भन्दाखेरि राइट अ न्यूजपेपर आर्टिकल हाइलाइटिङ द इन्क्रिजिङ इन्डिभिजुअलिजम इन द मोडर्न नेपाली सोसाइटी भनेको छ। ल, यसको चाहिँ न्यूजपेपर आर्टिकल मैले लेखेको छु भाइ बहिनीहरु। तर यहाँनेर चाहिँ भाइ बहिनीहरु हेर्दै हुनुहुन्छ होला, त्यहाँ टु बी कन्टिन्युड पनि लेखिरहेछ लास्टमा। यसको मतलब के हो त भन्दाखेरि यो न्यूजपेपर आर्टिकल यति मात्रै होइन, अझै बाँकी छ भन्ने हो। ओके, र बाँकीको के रे आर्टिकल चाहिँ मैले यहाँ राखेको छु। यहाँ हेर्नु त हो, यो चाहिँ फुल आर्टिकल हो है त। यहाँ आएर आर्टिकल चाहिँ हाम्रो कम्प्लिट हुन्छ। भाइ बहिनीहरुले सबै हेरेर बुझेर मात्रै सार्नु होला। अल राइट, अनि सार्ने मात्रै हैन भाइ बहिनीहरु, पढ्ने पनि हो अनि पढेर बुझ्ने कोसिस पनि गर्ने हो। ओके, किनभने हामीलाई चाहिँ एक्सरसाइजहरु चाहिँ हामीलाई नै सिकाउन बनेका हुन्छन्। अनि मैले एक्सरसाइज गर्दैको छु तिमीलाई सारा मात्रै भन्नको लागि होइन, भाइ बहिनीहरुले पढेर त्यसलाई चाहिँ बुझ्नको लागि पनि हो। ग्रामर सम्बन्धी एक्सरसाइजहरु भाइ बहिनीहरु, यसमा चाहिँ एक्सरसाइज नम्बर ए ले के भन्छ त भन्दाखेरि मेक प्यासिभ सेन्टेन्सेस फ्रम द फलोइङ इन्फर्मेसन एज इन द एक्जाम्पल भनेको छ। ल, यहाँनिर चाहिँ हामीलाई विभिन्न वर्डहरु दिएको छ, त्यो वर्डहरुलाई युज गरेर हामीले प्यासिभ सेन्टेन्स बनाउनु पर्ने हुन्छ। ओके, मैले यहाँनिर 10 वटा जुन सेट अफ वर्डहरु छ त्यो सबैलाई मैले प्यासिभ सेन्टेन्समा बनाइदिएको छु। भाइ बहिनीहरुले बुझेर अनि सिक्ने कोसिस गरेर सार्नु होला। अल राइट। ल, अनि भाइ बहिनीहरु, मेरो भिडियोमा अब भिडियो बनाउने क्रममा कहिलेकाहीँ मिस्टेक हुन सक्छन् हैन। अब मैले पत्ता लगाउन नसकेको पनि कतिपय ठाउँहरु हुन्छन् होला। त्यस्तो मिस्टेकहरु कतै देखियो भने मलाई कमेन्टमा जानकारी गराइदिनु होला। ओके, ल, एक्सरसाइज नम्बर बी हेरौँ भाइ बहिनीहरु ग्रामरको। रिराइट द फलोइङ सेन्टेन्सेस इन द प्यासिभ भोइस युजिङ द करेक्ट फर्म अफ वर्ब्स इन द ब्र्याकेट्स भनेको छ। ल, यहाँनिर चाहिँ भाइ बहिनीहरु 10 वटा सेन्टेन्स दिएको छ अनि जुन एउटा ब्ल्याङ्क हरेक सेन्टेन्समा दिएको छ नि त, त्यो सेन्टेन्समा चाहिँ हामीले प्यासिभ स्ट्रक्चर युज गरेर चाहिँ सेन्टेन्सलाई फिल गर्नुपर्ने हुन्छ। मैले 10 वटा सेन्टेन्सलाई चाहिँ उसको प्यासिभ स्ट्रक्चर युज गरेर चाहिँ फिल गरिदिएको छु। भाइ बहिनीहरुले बुझेर सार्नु होला। ओके, बुझेर बुझ्ने कोसिस गरेर सार्नु होला। स्पिकिङको एक्सरसाइजहरु भाइ बहिनीहरु, यो चाहिँ यो भिडियोको लास्ट एक्सरसाइज हो है त। स्पिकिङ सेक्सनमा रहेको एक्सरसाइजहरु हेर्छौँ अब हामी। ल, एक्सरसाइज नम्बर बी ले के भन्छ त भन्दाखेरि वर्क विथ अ स्मल ग्रुप टु टक अराउन्ड द क्वेशन्स गिवन बिलो, युज द क्लुज अफ एक्सप्रेसिङ काउन्टर आर्गुमेन्ट्स फ्रम द बक्स भनेको छ। ल, यहाँनिर चाहिँ हामीले काउन्टर आर्गुमेन्ट दिनुपर्ने हुन्छ भाइ बहिनीहरु। सिचुएसन हामीलाई दिएको छ, त्यो सिचुएसनमा रहेर हामीले त्यसको चाहिँ काउन्टर आर्गुमेन्ट दिनुपर्ने हुन्छ। ओके, ल, सिचुएसन नम्बर ए र बी को चाहिँ काउन्टर एक्सरसाइज मैले गर्दैको छु। अनि सिचुएसन नम्बर सी, डी र ई को के रे एन्सर चाहिँ यहाँ छ। ओके, एन्सर यही हुन्छ भन्ने होइन, स्पिकिङको एन्सर चाहिँ कहिले पनि सेम हुँदैन है भाइ बहिनीहरु। ओके, यो चाहिँ मेरो काउन्टर आर्गुमेन्ट हो, भाइ बहिनीहरुको आर्गुमेन्ट अर्को पनि हुन सक्छ। ओके, सो स्पिकिङ सेक्सनमा जति पनि एक्सरसाइजहरु हुन्छन् भाइ बहिनीहरु, त्यो हरेकको एन्सर चाहिँ आफ्नै तरिकाको हुन सक्छ। ओके, त्यो विचार गर्नु होला है। ओके, ल, अब सी, डी र ई को एक्सरसाइज पनि हेरिहाल्यो हैन। अब चाहिँ हेरौ भाइ बहिनीहरु, ल, यो भिडियोमा चाहिँ यति नै एक्सरसाइज हो भाइ बहिनीहरु हैन। युनिट 12 कै अरु एक्सरसाइजहरु जस्तै कम्प्रिहेन्सन, क्रिटिकल थिंकिङ अनि वेज विथ वर्ड्स, वर्किङ विथ वर्ड्स सँग रिलेटेड एक्सरसाइजहरु चाहियो भने मैले डिस्क्रिप्सनमा जुन लिंक राखेको छु त्यो लिंकमा क्लिक गर्नुभयो भने त्यहाँनेरि यही युनिटको मात्रै हैन बाँकी अरु सबै युनिटको एक्सरसाइजहरु हेर्न सकिन्छ। आफुलाई चाहिएको युनिटको एक्सरसाइजहरु चाहिँ तपाई त्यो प्लेलिस्टमा गएर डिस्क्रिप्सनको लिंकमा क्लिक गरेर जुन प्लेलिस्टमा पुगिन्छ त्यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ भन्दै अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि थ्यांक यू।